हेलो गाइस, गुड मर्निङ एन्ड वेलकम ब्याक। म चाहिँ सधैँको झैँ मर्निङ वाक आइरहेको बिहानमा सधैँ गइरहेको थिएँ। तर आज चाहिँ पहिला योभन्दा पहिले चाहिँ भिडियो बनाएन। आज चाहिँ यसो भिडियो बनाउनु पऱ्यो भनेर चाहिँ मलाई म भित्रैबाट चाहिँ जोस आयो कि होइन, त्यही भएर एउटा भिडियो बनाएर अब चाहिँ म भिडियो बनाएर रेगुलर हाल्छु भनेर चाहिँ सोचिरहेको छु। मैले पनि यसो अब 90 डेजको च्यालेन्जिङ लिएर चाहिँ 90 दिनसम्म चाहिँ म एक दिन पनि नछोडिकन चाहिँ म डेली रनिङ र मर्निङ वाक सहितको रनिङ गर्न जान्छु भनेर चाहिँ भनेको छु। साथीहरू के कस्तो हुन्छ है, लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र मर्निङ वाक चाहिँ बिहानमा चाँडै उठेर जानुपर्ने एकदम महत्त्वपूर्ण कुरा हो। स्वास्थ्य कमाइन्छ, हेल्थ कमाइन्छ होइन। त्यसैले म चाहिँ हाल रोमानियाको बुकारेस्टभित्र नै हो। त्यही जो साथीहरू राम्रो छ, काम पनि राम्रो छ, अनि त्यही भएर छुट्टी पनि मिल्ने भएर बिहान चाहिँ 5 बजी उठेर मर्निङ वाक चाहिँ गरेर गइरहेको हुन्छु। म डेली गइरहेको हुन्छु। म विगत 1 वर्षदेखि नै म फिटनेसतिर अलि ध्यानमा छु। यही हो साथीहरू, म तपाईँलाई अझै देखाउने छु मैले बिहानै उठेर किन उठ्छु भनेर चाहिँ म एक दिन सबै देखाउने छु तपाईँहरूलाई। आज चाहिँ फर्स्ट भिडियो भयो, डे 1 हो आज चाहिँ भिडियो मेकर प्लस भिडियो सुरुवात चाहिँ आज डे 1 भयो। म देखाउँदै 90 दिनसम्म तपाईँलाई देखाउने कोसिस गर्छु, सकेसम्म एक दिन नछोडिकन। त्यही हो साथीहरू, राम्रो छ मौसम रोमानियाको। भर्खर घाम झुल्किन लागेको छ, रातो बादल लागेको छ, घाम झुल्किन लागेको छ बिहानको। अहिले यहाँ चाहिँ चाँडै घाम लाग्छ बिहान चाहिँ। अहिले चाहिँ कति भयो भनेपछि, कति बज्यो भनेपछि अहिले चाहिँ ठ्याक्क 5:30 भयो साथीहरू। म चाहिँ 5 बजी उठेर टोइलेट ब्रस गर्दाखेरि 5:30 हुन्छ। अनि 5:30 बजी हिँडेपछि ट्याक्क आधी घन्टामा चाहिँ पुगिन्छ। म तपाईँलाई देखाउने छु साथीहरू। यहाँ अहिले म बाटोको साइडमा छु, त्यही भएर आवाज आएको छैन। म अलि पर गएपछि तपाईँलाई देखाउँछु। ल हेर्दै जानु। म चाहिँ मेरो डेस्टिनेसन चाहिँ यही हो। यहाँदेखि उता चाहिँ बाटो छैन, म यहीँसम्म चाहिँ आउँछु। यो चाहिँ तालको छेउमा, यहाँ चाहिँ ताल छ। दौडेर आएर 1.5 किलोमिटर समथिङ नखडे सिकानै आयो यार। एकछिन रनिङ गरेको त 1.5देखि 2 किलोमिटर चाहिँ म बिहानमा डेली रनिङ गर्ने गर्छु। देख्न सक्नुहुन्छ, यो चाहिँ रोमानियाको बिहानको भ्यू हो। चराहरू कति राम्रो कराइरहेछ होइन। बाहिरको बिहानको चाहिँ माहौलै छुट्टै छ कि यहाँको वातावरणले यस्तो राम्रो छ कि अहिलेको स्थितिमा। देख्न सक्नुहुन्छ साथीहरू, तपाईँलाई म तालको छेउमा गएर घाम झुल्किन लागेको राइजिङ सन हो। यो चाहिँ अझै झुल्केको छैन, यो चाहिँ राइजिङ सन हो। एकछिन पछि चाहिँ झुल्किन्छ। म चाहिँ दौडेर भइसकेँ। देख्न सक्नुहुन्छ साथीहरू, म चाहिँ बिहानमा यिनीहरू हुन्छ। यहाँ चाहिँ हाँसहरू यस्तो राम्रो खेल्छ। बिहानमा आएर हेर्नुपर्छ अझै, कि एकछिन पछि आउँछ कि बिहान हुन्छ। म चाहिँ आउने यहाँ एक्सर्साइजहरू गर्ने। यो बाटो दौड्दै आएर ट्याक्क त्यही अगाडिसम्म आछ त्यो म भर्खर अघि देखाएको चाहिँ यो
अगाडि छ त्यहाँदेखि अगाडि चाहिँ बाटो छैन, यहाँसम्म आयो अनि ट्याक्क रनिङ गर्यो, आयो हल्का एक्सर्साइजहरू गर्यो है। अब चाहिँ हल्का हल्का गर्दै अलि अगाडि गएर चाहिँ पुसअप सेटअपहरू हानेर होइन एकछिन बसेर म फिर्ता हुन्छु, फेरि म जान्छु। ल देख्दै गर्नुहुन्छ साथीहरू। तपाईँहरूले चाहिँ ज्याकेट लाएर किन आएको भनेर भन्नु होला। यो चाहिँ ज्याकेट बिहानमा चाहिँ अलि जाडो छ, यहाँ चाहिँ चिसो छ बिहानमा, अनि त्यस भएर चाहिँ ज्याकेट लाएर आएको बिहानमा। भयो 1 वर्ष जति भइसक्यो। म पहिलाको फोटो कस्तो थिएँ र अहिलेको कस्तो भइसकेँ तपाईँहरूलाई लाइभ फोटो राखेर चाहिँ म देखाउने छु। चाहिँ यसले आज नाटक गरेर देखायो भनेर भन्नु होला। यो नाटक होइन साथीहरू, मैले चाहिँ विगत 1 वर्षदेखि चाहिँ म यसमा कन्टिन्यू छु र मेरो एक्सपिरियन्स तपाईँहरूलाई सबै एक्सपिरियन्सहरू तपाईँलाई सेयर गर्न छु। साथीहरू हेर्दै गर्नु होला। यो मैले नाटक गरेको मजा गरेको चाहिँ होइन, यो चाहिँ मेरो अनुभव भोगाइहरू चाहिँ तपाईँलाई सेयर गर्नेछु। आजबाट चाहिँ म सुरु गरेको छु, कृपया माया गरिदिनु होला भन्न चाहन्छु। र अब यही हो साथीहरू, यहाँसम्म आउँछु। अब म दौडेर चाहिँ एकछिन चाहिँ एक्सर्साइजहरू गर्छु, अनि त्यसपछि अरू के कुराहरू गर्छु त सबै देखाउने छु तपाईँहरूलाई। आज मेरो डे फर्स्ट हो, त्यही भएर चाहिँ म तपाईँलाई धेरै देखाउन पाएन, थोरै देखाएको छु। तर आशा छ फेरि पनि अरू नयाँ तरिकाले बोलेर नयाँ कुराहरू तपाईँहरूलाई ज्ञान दिएर सिकाएर चाहिँ सिकाउने छु। ठिकै छ साथीहरू, सुरु गरौँ। 90 डेज पुग्नु छ, डे 1 देखि सुरु गर्नु छ, सानोदेखि सुरु गर्नु छ। आज मैले सानो भिडियो बनाएको छु, म फेरि अर्को अलि लामो भिडियो बनाएर तपाईँहरूलाई देखाउने छु। त्यतिखेरसम्मको लागि म बिदा हुन चाहन्छु। हस् त, धन्यवाद। जय नेपाल। तर यो फेरि यो इन्डियन ड्रेस हो, मेरो साथीले दिएको है। यो इन्डियन ड्रेस लाएर जय नेपाल भन्यो भनेर नभन्नु, यो चाहिँ मेरो साथीले दिएको। जय नेपाल।